हेलो गाइज नमस्ते। फेरि पनि अर्को भ्लगमा हार्दिक स्वागत गर्न चाहन्छु। आज सन्डेको दिन चाहिँ हामी चाहिँ कुकिङ भ्लग बनाउन गइरहेका छौँ। हेरौँ के कस्तो हुन्छ है, हेरेर साथ दिनु होला। सुरुमा चाहिँ हाम्रो एउटा परिकारको लागि चाहिँ आलु बोइल हुँदैछ। यसरी हाम्रो चाहिँ आलु बोइल भइसक्यो। अचारको लागि सानो टमाटर अनि ठुलो टमाटर हामी काट्ने छौँ हैन। यसरी काटिसकेपछि हामी चाहिँ अब हरियो प्याजको पातलाई हामी सानो सानो टुक्रामा काट्ने छौँ हैन। अनि डाँठलाई पनि बीचमा चिरेर सानो सानो टुक्रा बनाउने छौँ। अब चाहिँ हाम्रो अचारको लागि बिष्ट दाइले टमाटर प्याजको पात काटेर राखिदिनु भएको छ। यता फ्राई प्यानमा तेल तातेर हामीले जिरा पड्काइसकेका छौँ। अब हामीले एकछिनमा गेडागुडी भुट्छौँ र गेडागुडी भुटिसकेपछि प्याजको पात भुट्छौँ। प्याजको पात भुटिसकेपछि टमाटर ओइरेर टमाटरलाई पनि मजाले ग्रेभी नहुँदासम्म पकाउँछौँ र अघि उसिनेर राखेको आलुमा मिसाउँछौँ। अब यसरी बोइल गरेको आलुमाथि हामीले ग्रेभी राखिसकेपछि काँचो प्याज काटिएकोलाई चाहिँ हामी चाहिँ त्यसमा एड गरेर मिक्स गर्छौँ हैन। यसरी मिक्स गर्यौँ अनि यो चाहिँ हामीले चाहिँ तिलको पेस्टलाई चाहिँ यसरी चम्चाको सहायताले राख्यौँ हैन। अनि यसपछि हामी चाहिँ खुर्सानीको पाउडर चाहिँ एड गर्यौँ। खुर्सानीको पाउडर एड गरेपछि हामी चाहिँ यसमा चाहिँ हल्का कागती माथिबाट सर्किदियौँ। अनि यसरी हामी चाहिँ मिक्स गरिदियौँ हैन। अनि हाम्रो चाहिँ अब मिक्स गरिसकेपछि हाम्रो अचार तयार भयो है त। त्यसै गरी अब अर्को हाम्रो आइटम भनेको चाहिँ सुजी बन्छ हैन। सुजी भयो, चिनी, सुजी चाहिँ यसमा बनाउँछ हैन। त्यसको लागि चाहिँ पानी चाहिँ यहाँ ताप्ने कार्यक्रम छ। अब हामी यसमा चुनिहाल्छौँ नि। सुजीको लागि पानी ताप्ने प्रक्रिया भयो। खासै धेरै नट्सहरू धेरै आइटमहरू पनि थिएन होइन। यतै ओखर र काजु सुजीमा हाल्नको लागि। यसरी अब म चाहिँ सुजी भुट्ने क्रममा छु होइन। यतै घिउ शुद्ध नेपालबाट ल्याएको होइन। सुजी भुट्ने क्रममा घिउ चाहिँ तातिसक्यो होइन। अब घिउ तातिसकेपछि हामी सुजी हाल्छौँ। गाइज म चाहिँ सुजी बनाउँदैछु होइन। अब हेरौँ के आइटम बन्छ। आजको हाम्रो कुकिङ भ्लग चाहिँ यस्तो हुनेछ होइन। हाम्रो चाहिँ दाल भात तरकारी अचार अनि पुरी अनि सुजी यस्तो छ गाइज आजको हाम्रो बसिदिइहाल्यो आइतबार। अब चाहिँ सुजी पनि लगभग भुटिन थालिसक्यो होइन। ब्राउन कलरको आइसक्यो। अब यसमा चाहिँ हामी भएको नट्सहरू चाहिँ हाल्छौँ। खासै धेरै त थिएन, त्यही पनि अब यसो काम चल्यो भने पानी पनि यहाँ लगभग तातिसकेको छ। अब हामी एकछिन नट्स राखेर चलाएपछि पानी हाल्छौँ है त। अब यति भइसकेपछि अब हामी चाहिँ तातेको पानी चाहिँ हाल्छौँ है त। बर्फले तातोले हुन्छ पाक्नु पर्यो नि। गाइस हामीले यसरी पानी हालिसक्यौँ है त। अब हेर बिस्तारैले चलाएर बस्नुपर्छ होइन। अब केही बेरको चलाएपछि चाहिँ हाम्रो बन्ने प्रक्रिया पुरा हुन्छ। यसरी केही बेर चलाइसकेपछि हामीले चाहिँ सुजी पकाइसक्यौँ। यो चाहिँ हाम्रो दालको लागि रेडी भइरहेको छ नि। दालमा चाहिँ हाम्रो यो मिक्स यसरी हुन्छ नि। प्याज काटिसकिएको छ। यसको लागि चाहिँ प्रेसर कुकरमा चाहिँ अब दालको लागि तेल हालिन्छ। दाल फ्राई गरिदिन्छ हाम्रो पार्टीलाई।
हाम्रो दाल चाहिँ फ्राई भइसकेर पानी पनि हालिसक्यो होइन यसरी कार्की बाहिर म चाहिँ फुडिङ बलकमा चाहिँ जुटिरहेका छौँ होइन यस्तो छ गाइस हाम्रो आइतबारको फुडिङ बलकमा चाहिँ तपाईँहरूले विभिन्न परिकारहरू बनाएर देखाउनेछौँ है त अब खानेछ भने के हुन्छ त्यहाँ हाम्रो दाल बन्ने प्रक्रिया भइरहेको मसलाहरू तपरा यसरी हाम्रो दाल पनि पाकिसक्यो है। अनि हाम्रो अर्को आइटममा चाहिँ नन भेजमा चाहिँ भेजिटेबलहरू मिसाउने होइन होइन चिकन हो चिकनसँगै अब कालीफ्लावर क्याप्सिकमहरू अनि आलुहरू होइन त्यस्तो छ कटिङ भइसक्यो होइन चिकन होइन हाम्रो चाहिँ चिकनसँग चाहिँ भेजिटेबलहरू चाहिँ कटिङ भइसकेको छ कालीफ्लावर आलु अनि क्याप्सिकम। अब यसरी फ्राई प्यान तातुन्जेल कार्की भाइले प्याजलाई अलग पार्दै हुनुहुन्छ। फ्राई प्यान तातिसकेपछि कार्की भाइले तेल हाल्दै हुनुहुन्छ होइन अनि हल्का चलाइदिनुहुन्छ फ्राई प्यानलाई। अनि यसपछि चाहिँ खुर्सानी चाहिँ अलिकति काट्न बाँकी थियो काट्दै हुनुहुन्छ। अब यसरी तातिसकेको तेलमा चाहिँ कार्की भाइले चाहिँ जिरा पड्काउँदै हुनुहुन्छ। जिरा पड्काइसकेपछि कार्की भाइले प्याजलाई अनि हरियो खुर्सानी काटेकोलाई भुट्दै हुनुहुन्छ होइन। अब यसरी प्याजलाई हालिसकेपछि बिस्तारै चलाइदिँदै हुनुहुन्छ। अब प्याज र खुर्सानीलाई भुटिसकेपछि बेसार एड गरेर अनि चिकन एड गरेर चलाइदिनुहुन्छ। यसरी चलाउँदै नुनलाई पनि एड गर्नुहुन्छ। यसरी नुन एड गरिसकेपछि आलुलाई एड गर्ने अनि त्यसमा काउलीलाई एड गर्ने अनि चाहिँ अर्को क्याप्सिकमलाई एड गरेर अब मजाले मिक्स गर्ने। अब यसमा चाहिँ हाल्नको लागि टमाटर यहाँ रेडी हुँदैछ। अब यहाँ मिक्स हुँदैछ होइन। अब मरमसला हाल्ने काम। अब यो चाहिँ जिराको पाउडर यसरी राखिसकेपछि यो चाहिँ मिट मसला यी सबै कुरा राखिसकेपछि हामी एकछिन चलाएर अनि ढाकिदिन्छौँ। अनि मसला पाकिसकेपछि हाम्रो रेडी हुन्छ। यो चाहिँ अर्को परिकार पुरी बनाउनको लागि चाहिँ हामी कार्की भाइले चाहिँ आटा मुस्दै हुनुहुन्छ होइन। यसरी चाहिँ आटा मुछिसकियो। अब चाहिँ पुरी पकाउनको लागि फ्राई प्यानमा तेल हाल्ने कार्य भइरहेको छ होइन। बेलनमा चाहिँ राम्रोवाला नभएर त्यो मसला कुट्नेवाला भएर होइन अलिक गाह्रो चाहिँ हुँदो रहेछ होइन होममेडबाट बनाउँदाखेरि। यसरी हामीले लगभग अब पकाइसक्यौँ होइन। यति अब 2-3टा मात्र बाँकी छ होइन। अब हाम्रो चाहिँ यसरी पाकिसक्यो लगभग 25-30वटा जति बनायौँ यसरी हामी। अनि बनाइसकेपछि अब कार्की भाइले भात पकाउनको लागि चाहिँ चामल राख्दै हुनुहुन्छ होइन। चामल राखेर अब पानीले मजाले धुँदै हुनुहुन्छ। यसरी हामीले भात पनि पकाइसक्यौँ। आइतबारको बसी बिहालोमा 2जना चाँडो उठेर होइन विभिन्न परिकार बनायौँ। अब के बनायौँ कार्की भाइले देखाउनुहुन्छ। यो चाहिँ अब हामीले दाल बनाएर राखेका छौँ। त्यसपछि यो सुजी बिष्ट दाइले बनाउनु भएको र यो चाहिँ अचारसँगै हामीले चिकन र भेजिटेबल मिसाएर तरकारी बनाएका छौँ र पुरी तयार पारेका छौँ हामीले। अब हामीले सबै कुराहरू बनाइसकेपछि खड्काजीले चाहिँ पस्किँदै हुनुहुन्छ हामी 5 जनाको लागि। हेलो गाइज, अब हाम्रो चाहिँ खाना पाकिसक्यो होइन। सबै आइटमहरू रेडी भइसक्यो। अब हामी यहाँ चाहिँ हाम्रो दुध होइन यो ओरेन्ज जुस अनि पोकारी स्विट पनि ड्रिङ्क्सहरू छ होइन कोल्ड ड्रिङ्क। अब खाना चाहनेले चाहिँ कपमा आफै सारेर टक्क खाने हो होइन। अब हामी यसरी खाइरहेछौँ। ल अब हाम्रो चाहिँ अब केटाहरूले खाना खाइसकेपछि के कस्तो लाग्यो भनेर हाम्रो चाहिँ प्रतिक्रिया हामीहरू पाऊँ होइन। अब पहिला
तरकारीबाट मिठो छ है, राम्रो छ। अचार पनि मिठो छ, सुजी पनि मिठो छ होइन, पोडी पनि मिठो लाग्यो सबै। महेश भाइ एकदम मिठो भन्दा केही शब्दै भएन मलाई। लजित छ। यस्तै मिलेर सधैँ बनाएर खान पाऊँ यही हो मेरो त। कार्की भाइको दाइ एकदम मिठो। यो त मेरो त जिब्रो नै झन्डिने भयो होइन। अब यो चाहिँ बेला बेलामा यो आइटम चाहिँ हामीले अब सल्लाह गरेर बनाउँदै जानुपर्छ। यस्तो मिठो राजकुमारको के छ त? हामीलाई अब कति दिनपछि सँगै बसेर अब यसो बिदाको बेलामा अब अरू बेलामा कता कता भए पनि आज आएर यसो छुट्टीको बेलामा यस्तो सँगै बसेर खान पाइयो, मिठो खान पाइयो। दुःख र गाइज अब होइन खाद्यहरूको रिभ्यू चाहिँ सुनिहाल्नु भयो होइन। धन्यवाद तपाईँहरूलाई भिडियो लास्टसम्म हेरिदिनु भएकोमा होइन। फेरि यस्ता भिडियोहरू तपाईँहरू समक्ष लिन पाऊँ भनेर हामी गर्छौँ होइन। त्यसको लागि चाहिँ हजुरहरूले सब्सक्राइब गर्नु।